And what's up, welcome back to my channel. So guys, I hope हजुरहरु सन्चै रहनु होला। म जाँदैछु काममा। यस्तो बिहान बिहान उठेर अब काम त्यो गर्दा लाग्नु पर्छ। के गरौँ जिन्दगी चल्दछ यस्तै। यहाँ हेर्न सक्नु हवेली यत्रा ठुल्ठुला हवेली छन्। हाम्रा त हवेली छैन। अब हवेली भने बस यहाँ हेर्न सक्नुहुन्छ मेरो ड्रिम कार महिन्द्रा थार अनि त्यस्तो गाडी छ गाइज। अनि हाम्रो आज छुट्टी भएछ अनि त्यही भएर आज हामी छुट्टीलाई वेस्ट गर्न आएनौँ। आज हामी दुमै भाइ एउटा आन्टी वन्दना भन्नेका घर काम गर्न जाँदैछौँ। अब त्यो टक्क काम गरेर अहिले आउँछ अनि अहिले जाँदैछौँ। अब हामी अहिले 10 बज्यो अनि 10 बजेपछि अहिले हामी कतिखेर आउँछौँ भने चाहिँ 12 बजे आउँछ नि। 12 या 11:30 बजे 1 या 2 बजे। उतनी तक काम नहीं करेंगे, उसके बाद बोल देंगे हमारे वहाँ मार्केट जाना है, घूमने जाएंगे, ऐसे बोल देंगे। उसके बाद नहीं खाएंगे। ल गाइज हामी त्यहाँबाट काम गरेर आएपछि भेट्नेछौँ हजुरलाई। सो गाइज अनि हामी कामबाट आइसकेको छौँ। हामी कति बज्यो अहिले 2 बज्न आइसक्यो न पुग्ने। हामीले काम गरेर आयो अनि टक्क पारेर म टक्क किन भन आज हामी दुईवटा काम पैसा गाइज 100 का नोट नदेखा है। मलाई देखा नि 200 को नोट देखा। अनि त्यही भएर घर जाँदै अब खाना खान्छौँ गाइज। यति नै अझ पनि होला। अब आज साँझ अब हामी घुम्न जान्छौँ। पार्क जाएंगे शाम को। अन्त शाम को पार्क जाएंगे गाइज। अनि हजुरलाई त्यहीँ भेट्नेछौँ गाइज। अनि हामी पार्क जाँदैछौँ अनि अहिले हामी हाइवेमा छौँ दिल्लीको। हामी धेरैजना जाँदैछौँ अनि यहाँ एउटा बाँदर चिम्पान्जी सेल्युट गर दाइसँग जाँदैन। दाइ नेपालबाट भर्खरै आएका भलिबल प्लेयर। अनि हाम्रो यहाँ क्रिस्टियानो रोनाल्डो अनि हाम्रो चिम्पाङ्गी हामी सँगै लिँदैनौँ। यो चिम्पाङ्गी चाहिँ कहिले छोड्दिनँ। अनि त्यही भएर गाइस अहिले हाम्रो पार्कमा गइसकेपछि हजुरलाई भेट्नेछौँ। अनि हामी पार्कको बाटोमा आइसक्यो अनि उयो हाम्रो एउटा साथी बाँदर त्यो लुकु आफ्नो हरकत देखाउँदैछ। जस्तो नाम त्यस्तै काम। अनि हजुरलाई देखाउने छु त्यो हरकत दिएको बाँदर जस्तो भिडियोमा आयो नि बिचोडो भन्नु न। अनि सो गाइस यहाँ आइते देखो बाँदर राक्षस कुकुर। हम जा रहे हैं पार्क। गल्ला तू पागल है। यहाँ पे भाग के देखो मैं तुम लोग को। हाँ दिखा ऐसे हरकत चाहिए हमको ऐसे देखो भिकट हेर्न सक्नुहुन्छ। ओ तेरी शक्तिमान गाइस शक्तिमान हेर्न सक्नुहुन्छ। दिल्लीको रोडमा अन्त बाँदरको हरकत गरेर नाम पनि आइते बाँदर काम पनि बाँदर जस्तै हो गाइस। अनि हामी पार्कमा पुगिसकेको छु यसरी। अनि ठ्याक्कै म अब यता जाँदैछु। म पागल तँलाई पागल जस्तो लाग्छ। म पागल हो सो गाइस। अनि हामीले यहाँ मान्छेहरू खेल्न पाएन। अब हामी ठुलो पार्क जाँदैछौँ। हाम्रो दाइ बाँदरको दोस्रो जुनी आयो नि त हेर्न गाइस। दल्ला ए तेरी कपिराइट लाग्छ। त्यो थाहा छ। त्यो हटाउनु पर्छ। यी यस्ता यी महापुरुष बाँदर हामीले टिकापुरबाट छोपेर आएका होइनौँ। आइतेका पूर्वजहरू यहाँ धेरै देखिनु हान पऱ्यो। आइते तेरो एउटा पूर्वज पऱ्यो भाग्न लाग्यो। बुवा नाच उहाँ ताका गर्न। अब हामी अर्को पार्क गइसकेपछि हजुरलाई भेट्नेछौँ गाइज। अनि सो गाइज हामी अब ठुलोवाला पार्कमा आइसकेको हेर्नु सक्नुहुन्छ। हरियाली अनि अरे देखो साप नहीं है ये दल्ला ये साप कोई देखा तो आइते दिखा ना। दिखा वो तेरी और थोड़ा दूर से यार उसके पास हमने लगा। हाँ ये है ना ज़ोंबी अटैक। और हम फेवा ताल और राधा तालबाट आइसकेका छौँ। समुद्र हो समुद्र। अनि हामी अब हेर्नु तेरी कुत्ते ने डरा दिया सबको डल्लो। हामी झिलमा आइसकेको छौँ। कति खतरा झिल हेर्न सक्नुहुन्छ। झिलमा हामी ट्याक्क यस्ता झिल त हामीले कति देखेका भन। एक बाँदर 3 बाँदर लुकु हिट्टा। अनि यहाँ कटेज छ भित्र। यहाँ कटेज छ भित्र अनि ट्याक्क सब झिल हेर्न हामी तर झिल हेर्ने हामी ब्लगिङमा
टक्क ब्लगिङ भनेको अनि ट्याक्क ठाउँ हामी अब यस्तो घर जाँदै थियौँ साँझतिर यहाँ फाउन्टेन चलिरहेको छ लाइट सो अब फाउन्टेनमा अब यस्तो चरेवाहरू यहीँ सब साँझ डल्लै तेरे त वही हरकत हो गाइज अनि आजको लागि यति नै अनि आजको लागि यति नै अब हामी अर्को ब्लगमा मिल्नेछौँ अनि त्यही हो सो अब पार्कबाट साँझतिर घर जाँदैछ अब साथीहरू अनि अब आजको लागि यति नै गाइज बाई बाई